हेलो दर्शक नमस्ते। यो चाहिँ देवगढभन्दा अलि अगाडि अब आप्टारीको भित्रपट्टि चाहिँ बागेश्वरी भन्ने ठाउँ रहेको थेरापी सेन्टर हो। यो थेरापी गर्ने ठाउँ हो। यो प्राकृतिक चिकित्सालय हो। यहाँ चाहिँ सुगर प्रेसरहरूले हानेको मान्छेहरूको कुनै जिउहरू नचल्ने, हरहरू नचल्ने, हातखुट्टा दुखेको, लुला लङ्गडाहरू, त्यसपछि प्यारालाइज भएकोहरूको चाहिँ उपचार हुन्छ यहाँ होइन। मैले पनि अब आमालाई यहाँ राखेको छु, 1-1.5 महिना हुन लागिसक्यो है। ठिकै छ, अब अलिअलि चाहिँ ठिक रिकभरी हुन्छ यहाँ भएको छ र सबैको हकमा नहुनसक्छ होइन। कसैलाई पूर्ण रूपमा ठिक पनि हुन्छ, कसैलाई चाहिँ अब शरीरअनुसार अब त्यो घटना प्रकृति हेरेर हुन्छ। यहाँ चाहिँ यो चाहिँ ठाउँ चाहिँ त्यही हो। अब नेपालभरिबाटै यहाँ चाहिँ चेकअपलाई उपचारलाई आउनुहुन्छ मान्छेहरू है, थेरापी गर्नलाई। कतिपय सन्चो भएर जानुपर्छ, कतिपय चाहिँ अब मैले भनिहालेँ सबै ठिक हुन्छ भन्ने हुन्न। चाहिँ ठाउँ यही हो है। यो चाहिँ एकदम शान्त ठाउँ छ। अलि बढी बाँदर लाग्छ धेरै फेरि, देवघाट नजिक भएर नै होला होइन। यो ठाउँ चाहिँ अब यो सबै रुमहरू छ, तपाईँको यहाँ तपाईँलाई देखाउँछु म। यो सबै रुमहरू बस्ने रुमहरू हो कि यो चाहिँ यहीँ बसेर चाहिँ उपचार गर्न नै पाइयो। अनि होइन म चाहिँ घरबाटै बिरामीहरू ल्याएर चाहिँ थेरापी मात्रै गराउँछु भन्ने पाइयो है। यो एकदम पिस ठाउँमा छ र उपचार हुन्छ यहाँ, राम्रो उपचार हुन्छ। अब सबैको हकमा सब उपचार नभए पनि होइन, राम्रो सफल उपचार हुन्छ यहाँ। थेरापी गर्दा राम्रो हुन्छ र उपचार पनि राम्रै हुन्छ। कोही तपाईँहरूलाई अब कोही त्यस्तो छ भने घरमा प्यारालाइज भएर बस्नुभएको छ भने होइन, त्यो जिउ नचल्ने, हर नचल्ने, लडेर टाउकोमा केही समस्या भएर चाहिँ जिउहरू नचलेको छ भने, अनसाइड नचलेको छ भने एकचोटि आएर चाहिँ 1 महिना हेर्नुहोस् न। सबैलाई राम्रो नहुनसक्छ, कति धेरैलाई राम्रो हुन्छ होइन। तर ठिक छ ठाउँ, ठिक छ, राम्रो छ उपचार, प्राकृतिक उपचार राम्रो पनि हो। अब औषधि छ्याप्प लाग्ने पनि हुँदैन यसमा चाहिँ, ढिलो हुन्छ यसको असर भनेको ढिलो हुन्छ। शान्त छ ठाउँ चाहिँ है। चाहिँ हेर्नु तपाईँले सक्नुहुन्छ। प्रायः नेपाल राज्यबाटै चाहिँ आउनुहुन्छ चेकअप उपचार गर्नुको लागि। मैले चाहिँ अब आज चाहिँ मेरो आमालाई चाहिँ डिस्चार्ज के अरे, मैले चाहिँ आज चाहिँ आमालाई डिस्चार्ज गर्न लाग्दैछु। अलिक भोलि आउँथ्यो।